हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र आज चाहिँ म आइसकेँ नयाँ भिडियो लिएर र टाइटल र थम्बनेल हेरेर पनि थाहा पाइसक्नु होला भिडियो के बारेमा छ भनेर चाहिँ। सो म चाहिँ हिजो भएको वर्ल्ड कपको बारेमा हल्का केही भन्न जाँदैछु होइन। सो हिजो मैले पुरै हेरेँ, फुल हेरेँ। 1:45मा उठेर 12:30मा सुतेर फेरि 1:45मा उठेर गेम हेरेर फेरि 5 बजे सुतेको म। सो अनि भर्खर उठेको 10 बज्न लागिसक्यो, बज्यो पनि होला यतिखेर। अनि 45 बज्यो उठ्दा चाहिँ। अनि त्यसपछि हिजोको गेम चाहिँ एकदम कस्तो भयो डेन्जर भयो क्या हिजोको गेम चाहिँ। किन डेन्जर भयो भनेर भन्दाखेरि चाहिँ अब नसोचेको भन्दा नि नर्वेले हान्छ, धेरैले हान्छ भनिरहेको थियो क्या। अब ब्राजिल फ्यानहरू अलिकति होइन भएर त्यो टिकटकतिर अब ट्रोल गरी ट्रोल यत्तिकै झगडै जस्तो पर्ने कि अब यसलाई सपोर्ट यो हुन्छ भने नै थियो। अनि नभन्दै ल नर्वेले हानिदिइरह्यो क्या। म अब जस्ट त्यो नर्वेको यस्तो मलाई लाग्यो चाहिँ किप्परले यस्तो छेक्यो कि यस्तो बल छेक्यो कि होइन, त्यो नछेक्यो गोल खतरा हुन्थ्यो नि त। अनि खतरा बल पनि छेक्यो होइन। अनि पेनाल्टी मिस हानिदियो क्या ब्राजिलले। अनि पेनाल्टी त्यो के अरे त्यसको नाम त्यसलाई हान्न दिनै हुँदैन थियो क्या। त्यसलाई हान्न दिएर गल्ती भयो। अनि भनेको अब हाल्यान्डले हानिदिएको क्या नर्वेले अब टक्क होइन। हाम्रो गोल हानिदिएर यस्तो डेन्जर भयो कि मलाई चाहिँ अब जित्छ जस्तो त लागेको थियो होइन। ब्राजिल पनि कम त थिएन नि त, कम थिएन। नेमार चाहिँ माथि 30 मिनट अगाडि छिर्यो, तर लास्ट पेनाल्टी पायो। अनि पाएर नि अब किक आउट नै भइसक्यो होइन अब ब्राजिल चाहिँ। अनि मलाई चाहिँ के लाग्छ भने नेमार रोयो नि लास्टमा। मलाई नि म अब पोर्चुगलकै फ्यान भए पनि सपोर्ट चाहिँ म सबै टिमलाई रेस्पेक्ट गर्छु होइन। त्यो टिकटकमा अलिअलि म पनि हाल्छु, नहाल्ने होइन। त्यो अरू हाले गर्छन् क्या, आएको गर्छ, अनि म पनि यसो हालिदिन्छु। सो रेस्पेक्ट छ सबैलाई है। सो कोही प्लेयरलाई हेट गर्नुहुन्न आफू अब त्यसको फ्यान भयो भनेर। अनि त्यसपछि त्यो मलाई चाहिँ के लाग्यो भने त्यो जुन पेनाल्टी हानेको थियो नि त्यसले नेमारको लागि खेल्दैन क्या त्यो ब्राजिलको टिम कसैले। भनौँ न अब त्यस्तो अब पाएको हो, किप्परले छेक्यो। अनि पेनाल्टी पनि मिस हान्यो त, पेनाल्टी मिस हानिदियो होइन। सो नेमारको लागि खेलेन ब्राजिलले है। सो अनि त्यसपछि ठिकै भयो भनौँ। अब गेम अब नकआउट नै भइसक्यो ब्राजिलको टिम त। नर्वे अब यस्तै हुने हो भने नर्वेले वर्ल्ड कप हान्छ क्या। वर्ल्ड कपै उठाइदिन्छ नर्वेले। अब हेरौँ के हुन्छ। रोनाल्डोको आज क्यारे गेम। अनि त्यसपछि अब रोनाल्डो पनि खोइ मलाई त अब आफ्नै अब आइडललाई के त्यसो भन्नु होइन। स्पेनले हानिदिन्छ कि जस्तो लाग्यो। स्पेनले हान्यो भने त घोर बेजत हुन्छ, त्यो सम्भवै छैन। सो पोर्चुगलले हान्नुपर्छ बेलुका 3-4 चाहिँ हान्नुपर्ने हुन्छ होइन। सो अब बेलुका नि के भन्नु, भोलि भनौँ न, आज बेलुका 12:45मा सो अनि त्यसपछि त्यही हो। अब नर्वेले किप्पर पाएको हो, किप्पर डेन्जर थियो हिजोको। अनि ब्राजिलको नि किप्पर त ठिकै हो होइन, तर पनि 2 गोल हानिदियो क्या। 2 गोल हानिदियो। अनि लास्टको यताको अगाडिको रिकभर हानिदिएको भए त 2 गोल हुन्थ्यो नि त। पेनाल्टी बल थियो त्यो हुन्थ्यो नि त, त्यो मिस हान्यो क्या। त्यहीले गर्दा है नेमार पनि खतरा रह्यो। मलाई नि हल्का नरमाइलो फिल चाहिँ लाग्यो होइन। किन भन्दाखेरि अब म अब भलै पोर्चुगलकै फ्यान भए पनि होइन, हल्का म त्यस्तो ट्रोल गर्ने टिकटकतिर अलिअलि हाल्छु, तर पनि अनि मैले टिकटकमा पनि लाइभ गरेको थिएँ। सो तपाईँहरू लिङ्क डिस्क्रिप्सनमा आउन सक्नुहुन्छ है। सो मेरो अर्को मैले त्यहाँ राखिदिन्छु होला, त्यसमाथि गर्छु मैले। सो अब मेरो अहिलेकोमा त पुगेकै छैन होइन फलोवर्स। अनि नर्वेले बबाल खेल्यो क्या। नर्वे हाल्यान्डले मान्छेहरू पत्याइरहेको थिएन क्या। हाल्यान्ड एउटा छ, अनि त्यसपछि अब ब्राजिलको सब भन्थ्यो। अनि ब्राजिलको देख्यौ त अब त्यस्तै होइन कि। अनि स्टार भन्थ्यो नि, त्यो मलाई त्यस्तोमा चाहिँ भन्न मन लाग्छ क्या। स्टार भनेर भन्थ्यो नि। स्टारले काहीँ काम लाग्यो त, तिमीहरूको स्टारले काम लाग्यो, यति भन्न चाहन्छु म चाहिँ। किन भन्दाखेरि त्यो टिकटकतिर के अरे पोर्चुगलको त स्टारै छैन भनेर भनिदिन्छ क्या। अब तिमीहरूको स्टारले काम लाग्यो त, स्टारले हुनेवाला केही छैन क्या।
गेम देखाउने हो, गेमबाट हुने हो, स्टारले केही हुँदैन। अनि त्यसपछि अब त्यही यस्तै हुँदै गयो भने हाल्यान्डले वर्ल्ड कपै उठाउन पनि बेर छैन। सो अब हेर्दै जाउँ के हुन्छ। सो त्यही नै हो, म त्यति भन्न आएको थिएँ। सो त्यही हो, अब आजलाई भिडियो यति नै हुन्छ। के कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न नबिर्सिनु होला। सो अर्को भिडियो लिएर छिटै आउँछ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो, डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, हिट द बेल आइकन भन्दै बिदा लिन चाहन्छु। हस्त जय नेपाल।